Hello, welcome back to my YouTube channel. As you can see my thumbnail, म चाहिँ साथीको घरमा गएको थिएँ and they are lovely people. सबै परिवारहरू हो. So म चाहिँ अब टङ्काको घरमा पुगेँ with this beautiful flower. मेरो घरको म अब पुग्नु आँटेको छु. यहाँ चाहिँ आया सामान चाहिँ यस्तो भारी बोकिरहेको छु एन्ड यो यसको भित्र चाहिँ सबै मेरो कपडा अनि सुन्तला लगिदिएको छु क्या आन्टीहरूको लागि कसैले I'm so tired. So म अब बोक्नु आँटेको छु. मैले हनुमान मन्दिर देखेँ जहाँनिर हामीले के गरेको थियौँ भन्दा पूजा गरेको थियौँ. आया चाहिँ हनुमान ध्यान गर्नु सागर परमेश्वर टङ्का आन्टी आया यहाँ चाहिँ हुनुहुन्छ टङ्काको मम्मी ज्यू यहाँ चाहिँ टङ्का बेहुली आया थाक्यो. हेलो कङ्ग्रेचुलेसन नमस्ते हजुर हेलो यहाँ छ छुट्टो मुट्टो मुन्ना. हेलो यस्तो पनि छ. हाई भनिदेऊ न हाई भनिदेऊ न हाई. अरे ए पानी यहाँ छ बेहुली है बेहुली. पंडाल रेडी हो रहा है और दुल्हन यहाँ बैठी है और यहाँ डांस प्रैक्टिस चल रहा था है ना. कौन सा गाना में डांस करोगे आप दोनों? बोले चूड़िया राइट. हाँ बच्चा ओके. हाँ पंडाल बन रहा है आंटी काम कर रही है ना. वो जानकी मुनि छ भाउजू त्यहाँ हुनुहुन्छ. सो यहाँनिर चाहिँ पण्डाल बनेर रेडी भइसकेको छ. यहाँनिर अझै स्टिल डेकोरेसन चल्दैछ एन्ड यहाँनिर चाहिँ के गर्दैछ भन्दा चाहिँ बेहुलाको लागि बेहुला बेहुलीको लागि माला आफै हातले बनाउनु हुँदो रहेछ. कति राम्रो नि. अनि यहाँनिर पनि अब महिलाज डिस्कसन्स अबाउट द बेहुलाको माला कस्तो मजाले बनाउनु हुँदो रहेछ हातले. अनि नानीहरूले चाहिँ यता देखाउनु नि भनेर बेहुलाको लागि माला आज चाहिँ फेरि यहाँनिर पूजा हुँदैछ. यहाँनिर चाहिँ पहिला यसरी पूजा गर्दो रहेछ. अनि पूजा गरेपछि चाहिँ के हुन्छ भन्दा चाहिँ उयो मेहेन्दी हल्दी हुँदो रहेछ. अनि त्यहाँदेखि हल्दी पछि चाहिँ त्यसपछि चाहिँ मेहेन्दी हुँदो रहेछ हो. त्यहाँदेखि अलिकति डान्स त्यहाँदेखि चाहिँ रेडी गर्दो रहेछ. अनि त्यहाँदेखि नेक्स्ट डे चाहिँ हामीले यहाँ यसरी मेरो साथी र मैले हामीहरूको मेहनत जहाँनिर चाहिँ हामीले ग्लुले गरेर नि ओरिजिनल अथेन्टिक फुल लगाएर चाहिँ लुक एट दिस भेरी प्रिटी उहाँ यति ब्युटिफुल देख्दैछ. अनि त्यहाँदेखि जस्ट स्न्याप सम अफ द पिक्चर हामीले क्लिक गरेको. यो चाहिँ हल्दी हो. हल्दीमा चाहिँ यसरी त्यहाँदेखि चाहिँ मेहेन्दी आउँछ. त्यहाँदेखि बेहुली रेडी. सी इज लुकिङ सो ब्युटिफुल. मतलब थोड़ा थोड़ा ब्लॉग करती हूँ मैं थोड़ी थोड़ी ब्लॉग.
अब नि ताबोला पुज्नु है अब त काट राखिदिनु अङ्कलले पूजा गरिसकेपछि चाहिँ बाँकी सबै मान्छेहरू आएर यसरी पानी खुट्टा धोइदिएर पानी पिउँदो रहेछ। यो चाहिँ उनीहरूको कल्चर रहेछ कि विच इज भेरी प्रिटी। अब परम्परा चलिरहेको परम्परा हो। इट्स भेरी ब्युटी एभ्री वान आर लुकिङ सो स्टनिङ एन्ड आई मेट अ ब्युटिफुल पर्सन अल्सो। यस मम्मी टङ्काको मम्मी। अन्त म चाहिँ के बोलाउनु तपाईँलाई? मलाई हजुर आन्टी आन्टी नै बोलाउनु। आन्टी चाहिँ साथीहरू छ यतानिर साथी इधर है साथी त दिखाइ नहीं दे भाइ आजी बन्ना साथी आजी बन्ना साथी ओ हेलो टङ्काका जसले जित्छ अब जित्ने चुन्नी जित्नेवाला रहेछ। यसमा चाहिँ टङ्काले जितेर अन्त ऊ बेहुलाले चाहिँ पैसा दिँदै नि अब माग्दैछ क्या। घडी चाहिँ टङ्काले जितेको थियो नि त अन्त पैसा दिन्छ ज्वाइँले चाहिँ। अनि त्यहाँदेखि टङ्काले चाहिँ त्यसपछि चाहिँ मान्यो भने ठिकै छ, मानेन भने कोही बात छैन अलिकति थपेर दिनुसक्छ। तर उसले मानिहाल्यो अनि त्यहाँदेखि चाहिँ घडी लगाइदियो। यो चाहिँ एउटा रिचुअल्स हुँदो रहेछ। जुत्ता चोर्नु पाएनौँ केटीहरूले तर बेहुलीले चुन्नी जित्यो। चुन्नी जितिसकेपछि चाहिँ बिहाको रसम कन्टिन्यू गर्दै थियो बाजेले मन्त्र पढिसक्नु भयो। त्यहाँदेखि चाहिँ बेहुला र बेहुलीलाई खाना बिहानदेखि पूजा गर्दा गर्दा नि खाना खाएको थिएन। त्यहाँदेखि लु स्टार्ट भयो मेरो मायालु टङ्का बिचरा रुँदै हो। अब सी वाज क्राइङ लट किनभने यो इट्स अ भेरी इमोसनल मोमेन्ट नो। माया लाग्यो हौ मलाई। खानासाना खाइसकेर चाहिँ अब यहाँनिर चाहिँ यो चाहिँ अब लास्ट अन्तिम बिदाई हो जहाँनिर चाहिँ सबै परिवारले बेहुला र बेहुलीलाई टिका लगाइदिन्छ, अलिकति हातमा पैसा राखिदिन्छ। त्यहाँदेखि दिदीले चाहिँ लगाइदिनु हुँदैछ। अनि टङ्का चाहिँ रुई बिचरा अब घर छोडेर जाँदैछ नि त नि बिहा भएर। अन्त रुखको रुई बट डियर टङ्का भेरी ब्युटिफुल लाइफ अहेड। नि सबैजना इमोसनल एभ्री वान इज इमोसनल। ब्राइड इज गोइङ अब बाई बाई टङ्का। लुगा पुरा मोट्नु भयो कि लुगाले भाइ बोकेर लुगाले पर्दै बोकिराखै ज्वाइँलाई चाहिँ आधी मौका
यहीलाई बिदाई दिइसकेर चाहिँ हाम्रो अलिअलि सानो फोटोजहरू हजुरहरूले हेरिदिनु होला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अनि त्यहाँदेखि आशा गर्छु हजुरहरूले पुरा हेरिदिनुहुन्छ भनेर एन्ड डु लाइक subscribe my channel. Thank you so much for watching my video. Bye.